साथीहरू अहिले विशेष गरी काठमाडौँमा बालन शाहको सरकारले सुकुम्बासीहरूको बस्तीमा डोजर चलायो भन्ने कुरा आइरहेको छ। अब वास्तविक सुकुम्बासीहरूको चाहिँ होइन छानबिन गरेर तिनीहरूलाई चाहिँ सही रूपमा व्यवस्थापन गर्नु बालन सरकारको दायित्व हो, उसको कर्तव्य हो। तर जग्गा जमिन एक ठाउँमा छ, अर्को ठाउँमा चाहिँ सुविधा सम्पन्न ठाउँमा चाहिँ 5 तले 8 तले 10 तलेसम्म बिल्डिङ ठड्याएर होइन समाचारमा आइरहेका छन्। 10 करोडसम्मका बिल्डिङ ठड्याएर बिना लाल पूर्जाको, बिना कुनै प्रमाणको जोखिमयुक्त ठाउँहरूमा, खोलाको किनारहरूमा होइन, अब काठमाडौँ उपत्यकामा अब सम्पन्न ठाउँ हो नै। त्यस्तो अवस्थामा 8-10 करोडका बिल्डिङहरू पनि ठडेका अवस्थाहरू छ। अब त्यो पक्कै पनि सुकुम्बासीको जग्गा त्यो होइन होला, त्यो बिल्डिङ त होइन होला, पक्कै पनि हुकुमबासी हुनुपर्छ भने अब यस्ता किसिमका हुकुमबासीहरूलाई तह लगाउनु, यिनलाई चाहिँ अब आफ्नै किसिमले चाहिँ यिनलाई कारबाहीको दायरामा ल्याउनु, कानुन सम्मत तरिकाले दायरामा ल्याउनु भनेको अब सरकारको दायित्व पनि हो। यो काम अहिले बालन सरकारले गरिरहेको छ र वास्तविक रूपमा जसको आफ्नो बस्ने बास छैन, जसको आफ्नो एउटा परिवारलाई ओत्ने एउटा छानो छैन, त्यस्ता किसिमका विपन्न वर्गका चाहिँ सुकुम्बासीहरूलाई, यथार्थ सुकुम्बासीहरूलाई चाहिँ सही रूपमा व्यवस्थापन सरकारले गर्नुपर्छ। तिनीहरूलाई कुनै किसिमको अन्याय चाहिँ गर्नु हुँदैन, किनकि उनीहरू पनि यही देशका नागरिकहरू हुन्। उनीहरूले पनि आफ्नो कुनै न कुनै किसिमको सिप र क्षमताले देशलाई योगदान गर्न सक्छन्। तसर्थ बालन सरकारले चाहिँ उनीहरूलाई अन्याय गर्ने छैन। अब देशैभरि चाहिँ गुठीका जग्गाहरू होइन, सरकारी जग्गाहरू, कतिपय वनका जग्गाहरूदेखि लिएर सङ्घ संस्थाहरूको जग्गाहरू हडपेर उहिले अब काङ्ग्रेस एमाले माओवादीको चाहिँ सरकारको पालामा उनीहरूको आडमा चाहिँ उनकै कार्यकर्ताहरूले चाहिँ जग्गाहरू ओगटेर कब्जा गरेर चाहिँ होइन रजाइ गरेको कुराहरू छन्। अब धेरै छन् यी कुराहरू है त। तसर्थ अब तिनीहरूलाई चाहिँ कानुन सम्मत तरिकाले चाहिँ कारबाही गर्नुपर्छ। यसमा कसैले पनि बुर्गुसी मार्नुपर्ने, 12 हात उफ्रिनुपर्ने कुनै कारण छैन है त। अब कुनै पनि पार्टीहरू चाहिँ उनको पक्षमा लागेर बोल्नुपर्ने, पक्ष पोषण गर्नुपर्ने होइन, बालन सरकार तथा नाम भन्नुपर्ने कुनै कारण छैन। यथार्थ विपन्न वर्ग जो छन्, विपन्न वर्ग या भनौँ यथार्थ सुकुम्बासी जो छन्, उनीहरूलाई चाहिँ सही रूपमा व्यवस्थापन गर्नुपर्छ र हुकुमबासीहरूलाई चाहिँ तह लगाउनै पर्छ। एक ठाउँमा जग्गा जमिन राखेको छ अनि सुविधा सम्पन्न ठाउँमा चाहिँ ठाउँ पाए होइन, जग्गा पाए या सम्पत्ति हडप्न पाए भन्दैमा चाहिँ सरकारी जग्गा चाहिँ हडप्न पाइँदैन है साथीहरू। तसर्थ अहिले बालन सरकारले गरिरहेको कामहरू चाहिँ एकदम सराहनीय छ, राम्रो छ। अब बालन सरकारले अब गैर कानुनी रूपमा काम गर्नु त कुरै भएन होइन। अब फास्ट ट्र्याकबाट काम गर्नुपर्छ भनेर चाहिँ अध्यादेशहरू पनि आइरहेका छन्। अध्यादेश आएर चाहिँ तपाईँको चाहिँ हजारौँको सङ्ख्यामा रहेका चाहिँ राजनीतिक नियुक्तिहरूलाई खारेज गर्नेदेखि लिएर अब सरकारी जग्गाहरू हडपेर कब्जा गर्नेहरूमाथि चाहिँ बालन सरकारले डन्डा पनि चलाउँछ, डोजर पनि चलाउँछ होइन। अब जे चलाउनु पर्ने सब चलाउँछ है साथीहरू। त्यही भएर चाहिँ हामीले बालन सरकारलाई सपोर्ट गर्नुपर्छ है त। धन्यवाद।